रोटी पोल्ने काम गरेको मैले अब 4 वर्ष पुरा भएर अहिले 5 महिना हिँडिरहेको छु। म दिनदिनै खुवाउँछु। बिस्कुट भन्दा रोटी कति खुसीले खायो। At a home in Kathmandu, Saraswati Dungol is busy making bread that will go to feed the monkeys in the area. The 45-year-old soaks 10 kilograms of flour and leaves it for an hour. The sticky dough is then separated, flattened and cooked. It takes her 3 to 4 hours every day to make 55 pieces of bread. अरु दादाहरूले खुवाएको देखेको थिएँ मैले जयवासरी मेरो त्यहाँ बुवाको घर त्यही हो अनि त्यहाँ दादाहरूले खुवाएको देखेर नै मलाई पनि त्यो इच्छा लागेर खुवाएको मैले। पानी पर्यो भने पनि ज्वरो आयो भने पनि जस्तै भए पनि मैले लयदेखिको 4 वर्ष पुरा भएर अहिले 5 मा हिँडिरहेको छु। म एक दिन पनि कुटाएको छैन। Pashupatinath is a sacred Hindu temple that sits Pashupati, the lord of animals. This UNESCO World Heritage Site is also home to around 600 monkeys in the area. But a lack of proper food and water have plagued these primates for long. अब बाँदर भन्ने हनुमान अब रामायणमा पनि त छ नि हनुमानजीको रामदूत हो हनुमान भन्ने अनि त्यही भएर चाहिँ नि मान्छेहरूले चाहिँ हनुमानले धेरै मान्छ। अब यहाँ गणेशस्थानमा मान्छेले चाहिँ अब खुट्टा मिच्छ मूर्तिमा मिच्नु भन्दा अब हनुमान भनेको बाँदर भनेको हनुमान हो। हनुमानलाई चाहिँ अब खुवाउँदै धेरै राम्रो हुन्छ भन्ने इच्छा। एकदम आनन्द लाग्छ मलाई त। It costs Saraswati 700 Nepalese rupees or about $6 every day to make their food. With some external support, she is able to feed hundreds of monkeys on a daily basis. But there's a lot more work to be done. त्यहाँ पुगेको छैन अहिले पनि पुगेको छैन। यो रोटी अहिले दादाहरूले दिनुभएको अनुसार अब मेरो क्षमताले भ्याएसम्मको मैले लगिरहेको छु। बाँदरहरूलाई यसरी यहाँ खुवाउनु पर्यो त्यहाँ खुवाउनु पर्यो भनेर दादाहरू बढी आउनु भयो भने अझै चाहिँ बढी लगेर खुवाउने इच्छा छ। हेर्नुपर्छ नि अब हामी नेपाली अब सबैजना मिलेर यो बाँदरलाई खुवाउने परेवालाई खुवाउने भन्ने कुरा एकदम धर्मको कुरा हो।